घनमिटर निकालिसकेको भाइहरूले। हामी अस्ति यहाँ घनमिटर अस्ति निकालिसकेको, सम्झौता अनुसार त पुगिसक्यो घनमिटर पनि होइन, गाडीमा पनि तलमाथि भइरहेको छ होइन। अनि त्यो कारणले अब त पहिला लगेको अब जसरी अब ठेकदारले सडकमा काम गर्छ उनीहरूको पनि त पहिलो किस्ता दोस्रो किस्ता काम गरे बापतको किस्ता हुन्छ नि त उनीहरूको पनि प्राप्त गर्छ। त्यस्तै यहाँ पनि त गाडी लगिसकेपछि यहाँ पनि त खटिने छ के छ, त्यो राजस्व हामीले भनेको पैसा आएको छ छैन पालिकालाई त्यो पनि बुझ्नु पऱ्यो पालिकामा होइन। अन्त सबै कुरो समय पालिकाले पनि निगरानी चाहिँ राख्नुपर्छ भन्ने हिसाबले भाइहरूले अलिकति दबाब दिएको। आरोप त त्यो अब पालिका यहाँ नआएर अब नआउँदै गर्दा फन्ड नउठ्दै गर्दाखेरि एउटा आक्रोश पोखेको मात्रै हो। त्यो पालिका अनुगमन गर्नु आउनु पर्छ। अब पालिका हाम्रो अधिकार चाहिँ छ भनेर अधिकार हाम्रो सबै कुरो हामीले दिन्छौँ चाहिँ भन्ने अनुगमन गर्न नआउने यस्तो छ होइन। अनुगमनको लागि हाम्रो पालिका प्रहरीले गर्ने हो। अब बेला बेला आइरहेको छ क्या, आक्रोशमा आएको त्यति मात्रै घनमिटर तपाईँहरूलाई भेट्ने होइन के, म यहाँ तपाईँहरूले टिप्ने राखिसकेपछि मैले यहाँ आएपछि कसरी उत्खनन हुँदैछ त्यो मात्र हेर्ने हो। यहाँ सोध्नु त तपाईँहरूले के अरे टिप्ने राखेपछि मैले किन बुझाउनु? तपाईँले यति तपाईँहरूलाई त होला नि त 1400 घनमिटर दिएको छ, अब यति पुगिसक्यो, अब फेरि छलफल गर्नुपर्छ होला भन्ने त तपाईँलाई अराएको होला नि त, छैन त्यतिकै आउनु जानु मात्रै भनेको छ। 1400 घनमिटर बढेर जाँदा चाहिँ तपाईँहरूले के बित हो? कसरी दिएको त 1400 घनमिटर यहाँभन्दा नबढ्ने भनेर चाहिँ किन लेख्यो? कसले लेखेको तरिका मिलेन क्या, जानकारी पाउँछ। यहाँ जानु पर्यो नि त, यहाँ जानु पर्यो। टिप यति टिप गइसक्यो भएर यहाँ टिप्ने मान्छेले अधिकारी टिप उहाँ लगेपछि पो उहाँहरूले यति पुगेछ भन्नु। तपाईँले एउटा टिपै दिनु भएको छैन, टिपको नीतिमा आधा हुँदैछ। जहिले पनि गर्नुहुन्छ अनि म कुनै उत्तर पनि म दिन्न। अब हेर्नुहोस् है के भयो त भन्दाखेरि अस्ति सोमबारको दिन बसन्तको दिन सुन्नु न यता कुरा मेरो, बसन्तको दिन चाहिँ उहाँ प्रकाशजीलाई पनि बोलाएँ। अब ओडाबाट रसिद काट्ने हिसाब किताब लिएर आउनु, टङ्कजीलाई पनि बोलाएँ अनि लक्ष्मीजीलाई पनि, अनि राखेर हिसाब किताब गर्दाखेरि 80 गाडीको चाहिँ फरक परेपछि यो के भएर भयो त यत्रो? अब यसको चाहिँ अब के छलफल त अब हामीले मात्रै गरेर भएन, यो त पालिका शुद्ध बस्नुपर्छ, प्राविधिकलाई शुद्ध बोलाउनु पर्छ। यो यत्रो तलमाथि के भएर भयो त? यो त के भन्छ स्थानीय मात्रै या त घाटा छैन, पालिका सरकार पनि छ, वडा सरकार पनि छ। त्यसैले गर्दाखेरि पालिका सहित बसेर प्राविधिकलाई लिएर छलफल गर्नुपर्छ भनेर चाहिँ हामी उठ्यौँ। अनि चाहिँ त 2 गते होइन 1 गते त्यसो गरियो। अनि सोमबारको दिन अस्ति लक्ष्मीजी र टङ्कलाई बोलाएँ मैले, अनि बोलाइसकेपछि अब के चाहिँ हुन्छ भनेर भन्नुभयो। पहिले चाहिँ पछाडि अब भ्याइएन, यता अलमल भयो भनेर चाहिँ यता ढाकसाट लाउनु भएछ। अनि किन आउनु भएन भनेर भन्दाखेरि अब हाम्रो उदय अलमल भयो, त्यसमा असहमति हुने भयो। घनमिटर अब 1400 घनमिटर भनेको पुगेछ भनेर भन्नुभयो। लु पुगेको हो भनेदेखि हामीले प्राविधिकलाई ल्याएर हिसाब गरेर अनि फेरि सम्झौता गर्नुपर्छ कि के गर्नुपर्छ त्यो गर्नुपर्छ है भनेर भने। त्यो लक्ष्मीजीलाई मैले भनेको छु। अनि आउनुहोस् आज आउनुहोस् र हिसाब किताब गरौँ भनेर अनि प्रकाशजीलाई पनि बोलाएँ, लक्ष्मी र टङ्कलाई पनि बोलाएँ।